Hello everyone, welcome back to my channel. I'm back with a new video. अनि right now म चाहिँ अहिले गाउँमा छु अनि मस्त हावा लागिरहेछ हावा खतरा लागिरहेछ अनि म चाहिँ यहाँ गाउँमा छु मेरो गाउँको घर मकै छ सुकाको अनि आज चाहिँ दसैँको टिकाको दिन हो अनि आज टिकाको दिनमा चाहिँ अझै अर्को चाहिँ हाम्रो बहिनी भविष्य अङ्कल र मिना आन्टीको छोरी नाम चाहिँ अझै नामकरण भएको छैन त्यही भएर मैले चाहिँ दुईजनाको छोरी भनेको अङ्कल र आन्टीको छोरी नाम चाहिँ खोइ के हुन्छ आई डोन्ट नो अहिलेसम्म फिक्स छैन सो अनि आज चाहिँ बहिनीको भात खुवाइ आई थिङ्क पास्ने भन्छ होला त्यसलाई अनि आज भात खुवाइ अनि यहीँ गाउँमा यहीँ हाम्रो घरमा भर्खरै लाइक अब हुन्छ नि सबै रेडी हुँदैछ त्यहाँ खानाहरू डिपार्टमेन्टहरू के डिपार्टमेन्ट छ होइन मासुको डिपार्टमेन्ट होइन अचारको डिपार्टमेन्ट खाना डिपार्टमेन्ट भात डिपार्टमेन्ट पुलाउ डिपार्टमेन्ट सबैजना त्यहाँ रेडी हुँदै बसिन्छ अनि म पनि रेडी भयो अब टिका सिकाउनु लाउनुपर्छ अनि यहाँ चाहिँ सबैजना बिहान उठेर नुहाउने भएर ठाउँै नभएर म चाहिँ ठाउँै नभएर पानी सकिएर खासमा चाहिँ अनि म चाहिँ तल झियो खोला गएर नुहाएको यहाँ चाहिँ हामी बोरा गाउँमा छौँ अहिले मेरो गाउँ चाहिँ बागलुङ हो अनि म चाहिँ अहिले यहाँ बोरा गाउँ हो अनि तल चाहिँ झियो खोला हो अनि भर्खरै अब चाहिँ पास्ने हुन्छ बहिनीको भात खुवाइ हुन्छ अनि त्यसपछि हामी टिका लाउँछौँ आज टिकाको दिन पनि हो अनि टिका लाउँछौँ टिका लगाएपछि अरू प्रोग्रामहरू पनि हुन्छ गाउँमा भलिबल प्रोग्राम भयो अरूहरू के हुन्छ डान्सहरू त्यस्तो के छ अनि त्यो चाहिँ माथि हुन्छ स्कुल नजिकै ग्राउन्डमा अनि त्यो पनि म देखाउँछु थोरै धेरै देखाउँदैन पास्नेको चाहिँ अनि धेरै देखाउँछु त्यसपछि अनि दसैँ मनाएको अनि रमाइलो गरेको पनि थोरै देखाउँछु तिनीहरूको क्लिप चाहिँ थोरै हुन्छ तर पास्नेको चाहिँ अलग धेरै हुन्छ सो एभ्री वान हजुर सबैजनालाई हामी दसैँ रमाइलो गरी मनाउनु भयो होला दसैँ यो भिडियो आउँदासम्म त दसैँ मनाइसक्यो हुनुहुन्छ हजुर सबैजनाले हामीले पनि मनाइसकेको हुन्छौँ त्यही भएर ह्याप्पी दसैँ सबैजनाले हजुर सबैजनाले मनाउनु भयो होला राम्रोसँग अनि अब चाहिँ तिहार आउँदैछ त्यसको लागि एडभान्समा ह्याप्पी तिहार एभ्री वान हजुरले राम्रोसँग मनाउनुहुन्छ होला राम्रोसँग मनाउनु भयो होला दसैँ राम्रोसँग मनाउनुहुन्छ होला तिहार हजुर अनि होप यु अल विल वाच दिस भिडियो टिल एन्ड सो लेट्स गेट इन्टु द भिडियो यो भिडियोलाई अन्तिमसम्म हेरेर मलाई माया सपोर्ट गर्दैछु इफ यु आर न्यू टु माई च्यानल टु सब्सक्राइब माई च्यानल अनि हजुर मेरो पुरानो सब्सक्राइबर होइसिन्छ भने त्यसको लागि धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच एभ्री वान यसरी माया सपोर्ट गरेर राख्छु सो आमामा यहाँ चाहिँ खतरा घाम चाहिँ लागेको छैन तर त्यो मौसम चाहिँ राम्रो छ हाम्रो बिग नाइस होइन राम्रो देखाएको छ ठ्याक्क लाइट बिहानसम्म पानी परेको थियो हिजो झन् पानीमा भिज्दै आएको हिलोमा आज वेदर नाइस छ पानी नपरोस् नत्र मेरो सबै बिग्रिन्छ हिजो त नपुरै प्यान्ट पनि फोहोर जुत्तै हिलो भएको थियो अब टिका सिका लाउने बहिनीलाई लाउने त्यसपछि बहिनीको पहिला पास्ने गराउने भाइटिका गराउने भाइटिका रे भात खुवाइ गराउने त्यसपछि टिका लाउने दसैँ टिका त्यसै खाना खाने यहाँ फुजु होइसिन्छ डल्ली फुजु म यहाँ छु लेट्स गेट इन्टु द भिडियो दुईटी फुजु डल्ली फुजु मिना फुजु को साइली कहिले आफै भन्छ नि त साइली काइली हजुर यो चाहिँ बहिनीको लागि के अरे नुहाउनलाई होइन पास्ने बहिनीको बुवा भविष्य सही दर्शन गर्ने उता न्युमी हो यहाँ
ओइ छोड ओ रियाज अब दाइस हटाऊ टु भन्दियो उफ 1 र 2 फेरि ल ओ नियोमी हजुर भन के दाजी भन जुक्ति दाजी भन मेरो आई लभ यु भन यहाँ दिजुले चाहिँ पुलाउ चलाउँदै हिँड्छ उफ पुलाउ ऊ बहिनीको चाहिँ पास्ने यहाँ पुलाउ छ यहाँ पुलाउ अनि यहाँ साइली काइली होटल यहाँ अचार यहाँ चाहिँ अचारको लोकल काँक्रा होटलको अचार बन्दैछ यो सबै काट्छु कि यहाँ भित्र चाहिँ खै के डिपार्टमेन्ट हो ओ यहाँ देऊ बहिनीलाई ओ नाम नभएको बहिनी चाहिँ यहाँ आएर क्या के हो ल क्यामेरा नहेर्नु फेरि यहाँ कि यहाँ आमा यहाँ हो आज भात खुवाइ भन है आज भात खुवाइ बहिनीको भात खुवाइ यहाँ चाहिँ हाम्रो भाउजू हैसिन्छ रोस्ट फ्राई गर्दै यहाँ चाहिँ हाम्रो आन्टी खै आन्टी यता देखेको यसो न यहाँ चाहिँ सानो भाइ हेलो बाबु यस्तो गरेपछि यहाँ चाहिँ हाम्रो आन्टी भात खुलाइ गर्ने हाम्रो सानो प्रिन्सेसको मम्मी ए नाना खाने होइन नाना लाउने हो यो अब नखाऊ लु के मिठो भयो होला ल ओहो सानो प्रिन्सेस आमै यहाँ अङ्कल होइसिन्छ पास्नेको बुवा बहिनीको नाम चाहिँ भाइ नै विजयश्री भनेको अङ्कलले चाहिँ मिबाङ्का अरे मम्मी ठुलो होइसिन्छ यहाँ हाम्रो ठुल्चुमा होइसिन्छ बुजु ल यहाँ हेर्छु के फाजु के हो नहेर्ने फाजु बुजुको छोरी दिजु यापन दाजु ज्योतिजु मम्मी होइसिन्छ न्युमीको भिडियो भयो है न्युमीको भयो
ल ल ल ल दुई बहिनीले गाठो बजेको छ अब जुमाको पाली जुमाको जेठी जुमा उता चाहिँ हाम्रो काकीमा हजुर हजुर मैले आशीर्वाद दिन्छु पैसा दिनु पहिला यता सानी ल अमिचुले मेरो गिफ्ट यही हो नि तिमीलाई हाम्रो गुरुङ दिदीले टिका लगाइदिएको ढोकरे सीधा ठाडो खिच्नु
भरि छिटो अब अरे दिन्छु र आन्टीले लाइसेन्स ढोक्छु अब सिक्स्यो भने जोड्छ त खुट्टा भाग्यमा नि आन्टी अहिले लाइसेन्स भयो कि भविष्यमा आउने हुन्छ कि गुरुको इज्जत राख्नु बाबुमा इज्जत राख्नु शिर जहिले उच्च होस् स्वास्थ्य सधैँ राम्रो हाम्रो होस् मेरो छोराको गरेर सशान्ति होस् हाम्रो देवकाले हाम्रो नौनीले दुईजनासँग थाप्नु त्यही त्यहाँ चिरञ्जीवी बाबा इसान बाबा कीर्तिमान बाबा लगेर यसो बस्यो नि त ल ल अलि हाइट बढोस् है चाँडै बिहे होस् दिदीको भिनाजु देख्नु भए पनि चाँडै भिनाजुलाई ल विदेश गएर भिजा हो कि के हो लाओस् चाँडो धेरै धेरै पैसा कमाउँछु ल अनि भाइलाई किनिदिने सामान बाई गर्छु मामुले हामी जाने गयौँ छिटो बिहे हुन्छ कि नेपाली 12 मेसै उठे ढोक गर्दै आइज है लगेला पहिला यता ढोगेला जेठमा ल ओए भाइ ओए छिटो ढोग्नु हुँदैन बहिनीलाई खोइ खुट्टा मास पकाएर खा छिटो खोइ आशिक के दिने र अहिले अब ठुलो भइसक्छ त्यो सब बुझेन अब अलि बढ्नुलाई हजुरको छोरा छोरी भइसक्यो अनि छिटो छिटो माथि गर्छु ल छिटो राम्रो काम गर्नु बुलेट ढकालेर ल्याउन नि ठिक हुन्छ बोलाइहाल्छु नि सुरुमै हजुर आउनुपर्छ ए मैले सबैलाई के भन्यो हेलो
राखे यार नाटो अफिसर पुरकोट युवा क्लब पुरकोट अङ्क 2324 युवा टिमलाई यो सेट जित्ने पर्ने दबाब छ हामी देख्न सक्छौँ सुल्डी 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 ओए छिटो छिटो सुल्डी 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 भनेको अमुले उठ केही भएको छैन उठ उठ केही भएको छैन कि उठ ओए छिटो उठ भनेको केही भएन कि उठ उठ बेबी उठ हेर बेबी टाइम सकिला टाइम सकिला आऊ आऊ ओए सुल्डी हान के सुल्डी सुल्डी ओ रियाज सुल्डी हान सुल्डी भनेको सुल्डी सुल्डी के सुल्डी तनी हान्दै हान्दै के हुनु क्या हान्दै के भयो बेबी जाऊ खेल टाइम छैन क्या जाऊ एकछिन लास्ट लास्ट नखेल्ने ल ल यहीँ बस्छ है सेजुन सेजुन ल अघि नै मैले सिकाएको गर त बसेर उठ्ने बसेर उठ्ने बसेर उठ्ने उठ्यो उठ्यो हो उठिहाल्ने हो उठ्यो खाऊ त ल यिनले खानिन्छ नि जस्ट